76 लोडको हर्नेटको हामीले अब हाफ इन्जिन रिपेयर गरिदिनु लागेको। इन्जिन रिपेयर साथसाथै हामीले यसमा सर्भिसिङ पनि फुल सर्भिसिङ गर्दैछौँ। सर्भिसिङमा एकचोटि हेर्न सक्नुहुन्छ पुरै अगाडिको दुवै सक रड है, यो चाहिँ अगाडिको दुवै सक रड भइसक्यो। दुवै सक रड यस्तो स्क्रैच परेको थियो, यसले गर्दा पुरै अगाडिको सकबाट मोबिल लिकेज भइरहेको थियो। हामीले दुवै सक रड पनि नयाँ हालिदिइसकेको छ। हाफ इन्जिन पनि खोलिदिनु लागेको। पिस्टन पनि एकचोटि हेर्न सक्नुहुन्छ 100 नम्बरको पिस्टन छ हैन। अहिलेसम्म 5 चोटि इन्जिन बनाइसकेको छ है। अब हरेक टाइम इन्जिन सक्सेस नहुनुको कारण पनि अब धेरै हुनसक्छ। यसमा हेर्न सक्नुहुन्छ यो केम्सा बर्ड खिएर उडेर कस्तो बिजोग भइसकेको छ, यत्रो गोटिसकेको छ। रोकर पनि दुवै सिजी भइसकेको छ, एकचोटि हेर्न सक्नुहुन्छ यो फुटेर कस्तो भएको छ। यसले गर्दा तपाईँको बाइकमा धेरै नराम्रो साउन्ड आउँछ, झाडा जुजुर साउन्ड आइरहेको थियो। यस्तै तपाईँको बाइकमा पनि पावर पिकअप पुगिरहेको छैन, साउन्ड खराब छ भने एकचोटि सेवा गर्ने मौका हामीलाई अवश्य दिनु होला। प्रोफाइलमा दिएको नम्बरमा कल गरेर आउन सक्नुहुन्छ। अब दामी तरिकाले हामीले हाफ इन्जिन रिपेयर गरेर फुल सर्भिसिङ गरिदिनु लागेको है। ल कतैसँग